म्युट हान्नै दाइ यो कुरो यो भनिदिन्छ गाली गरिदिन्छ हजुरको अहिले म म्युट हानिदिइहाल्छु यिनीहरूलाई सबलाई म लहर दिइहाल्छु दाइनी भन्दा बढी कमेन्ट गरे भने म्युट हानिहाल्छु मुस्कान भाइ नमस्ते है अहिले म्युट हान्दे त्यो मिसानन्द भनेको उतैको हो कि कहाँ हानिदिन्छ भनिरहेको न भनेर म्युट हानिदिन्छ छैन केटाहरू यहाँ छोटो दलले खाइरहा दन बिस्तारै खाऊ का बाई दाइ गुड नाइट तेरो कपाल त्यस्तो नगर त भूतको जस्तो देखे यार भूतको जस्तो बाई दाइ अब मोबाइल दिने टाइम भयो मिस्टर आदित्य तिमीहरूको मोबाइल राख्ने कसले हो डार्लिङले हो मेरो डार्लिङले हो बाउजी नमस्ते ओ ग्रीष्मा हेलो सरी हजुर के छ खबर ओ सबैजनाले मेरो छोरी कहाँ गयो भन्दै थियो मेरो छोरी त्यहीँ रहेछ त नि गुरुङ गुरुङ है वाह 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 कस्तो गुरुङ गुरुङ वाह वाह यार जातको कुरा नगरे यहाँ फेरि मारीको त्यसले मलाई के भन्छ सोध त के भनेको थियो रे गुरु के भन्छ गुरुलाई बाबा गुरुङ त्यो बच्चा हो तामाङ छिटो के हाम्रो स्टोरी हेर्नु भयो हेरेन नि हेर्नु है ल कहिले हालिस् मैले हाले हो एपिएफमा जोइन हुन लागेको हो र मिना रे खोइ थाहा छैन मलाई त सन्चै छु ऊ त्यही छ मिनालाई सोधे हुन्छ नि त्यही फ्युचरको स्टार होइन फ्युचर 1-2 वर्षमा हाम्रो बहिनी यहाँ स्टार हो 1-2 वर्ष चाहिँ फ्युचर होइन त नि कि पास हो र अरे छोरी हजुर के आयो भात खाँदैछु चम्चाले खाछस् कि हातले छोरीलाई फेरि स्विट स्विट मात्र मनपर्छ चम्चाले दम्काइरहेको छु हातले खा हातले आजकल धेरै चिया खाएकोलाई थाहा ग्रीष्मा पर्वतको गण्डकी ग्याङ हो क्या हामी यहाँ चिनजानु होइन दाइ त गोर्खाको अलि पर हाम्रो छिमेकी नै हो नि बाबुजी चाहिँ परको रहेछ त तामाङ बाले दिँदैन मेरो आवाजलाई सुन्दैन अनि मेरो अनि 1-2 जना रिस गर्नेहरू माया गर्नेहरू देखिन हुन्थ्यो र पार्टनर खाऊ छिटो जानु एकछिन नयाँ चम्ची हाल्नुपर्छ क्या
रिल्याक्स पाराले खाऊ छोरी रिल्याक्स पाराले म त सक्छ खै बल्ल सुने मै त सन्जु लाइभमा छ हो त सन्जु लाइभमा छ भने जोइन हुन्छु म सन्जु भाटामा एकछिन वेट गर्नु पर्दैन है अविनाश उता गएर सन्जुलाई भन्नु एकछिन 2 मिनेट कति मिनेट गेम खेल्दै होला तिनीहरू फेरि कति छ बाइक हेर्नु तिमीहरूको बिहान ट्रेनिङ कति बजे हो केटाकेटी हो 9 बजेदेखि 12 बजेसम्म हो आउनु न यस्तो ए म झ्याउ लाग्छ दार्जिलिङमा भेट्न आउनु न म डार्लिङसँग बोल्दिनँ मलाई काठमाडौँ आएर नि खबर नगर्ने यार काक्रो दिनु अहिले गुरु होइन गुरु गुरुबा खोइ त गुरुबा हुनुहुन्न भरे हो गुरुबा चाहिँ होइन अघि जानुभएको केही काम पर्दैन ओ बाबु ग्रीष्मा दिदी ऊ दिदी गुड मर्निङ भयो क्या बाबुको गुरुको छोरा हो आउँछ पोखराबाट हो दिदीलाई हेलो गरिदिउ त दिदीलाई ओ ग्रीष्मा दिदी हो न हेलो म भोलि बिहान आउँछु ट्रेनिङमा भन उता हेरेर भन उता भनेर हेरेर फेरि यो त दली पनि तल जाऊ हेलो नमस्ते क्याप्टेन यस्तो नि नमस्ते हुन्छ जुठो हात छ जुठो हात धोएर आएर नमस्कार गर्दा त्यहाँ मान्छेको जानु मेरो छोरा फुटबल लभर भन्दा पनि यो बाइक के भन्छ अरे तिमी के देखाउने रे बाइकको बाइक के देखाउँछौ भ्लग हेरेर तिमीले बाइक के गर्छ अरे बाइक उडाउने रे हजुर हजुर हो यस्तो गर्नुहुन्छ गरे सबैजना यस्तो पचाउनु हो बाबुजी तपाईँ भोलि आउने हो आउनुहुन्छ हो म आउनु होला छोरी है झ्याउला मलाई ए आउनु न दिउँसो भनेको अल्छी हुनु भयो गुरु हजुर धेरै कपिल भाइ वेलकम छ है नमस्ते नमस्ते एकदम ठिक छु मिनाको हाइट कति छ अरे मिना खाना खाएर लाइभ यसो 5'9" रे 5'9" सुन्तली जात्रो जाउलो भन्न बराबर बाउजी मगाको ओके छोरो बाई बाई बारे एउटै रुममा हैन र म यही आए हैन हामी तिमी उता म यता सिस्ता चाहिँ क्याप्टेनको रुममा हो नि त ल दाइ भन्नु गुरु हामी त अब फोन दिने हो अब भोलितिर जोइन हुन्छु ओके ओके छ त बाई बाई द गुरु गुड नाइट यिनीहरूले दाइ भनेको सुनेर दाइ भन्न आएकै सरी गुड नाइट बाई बाई ओके बाई बाई नाइट गुरु ओके धन्यवाद धन्यवाद ल गुड नाइट भोलि आउँछु टाइम मिल्यो नि म कपिल भाइ के छ अनि कति बजे खाना खाएको हो
छैन दाइ 4:30 हुँदैछ गर्मी छ ए ठिक छ ल हुन्छ म एकछिन के भन्छ अरे दिपकजी नमस्कार है वेलकम म एकछिन सन्जुसँग जोइन हुन्छु कपिल ए हुन्छ हुन्छ अनि पछि अहिले पछि फेरि हामी जोइन